जब हामी निस्किन लाग्यौं कान्छी रुको जरा सबर करो बोला धक्का बुक्की नहीं करने कान्छी पनि आन्टीलाई देखेर कुद्यो कान्छी ओहो चस्मा लगाएर ल कसको कसको ओहो उता झन् क्याब है गाइस क्याब हेर्नुपर्छ मान्छे सबै चकी ओ भाई मारो मुझे मारो चस्मा लगाएर कहाँ जान लाग्यौ सानो चस्मा लगाएर कहाँ जान लाग्यौ तिमी मामा घर जान लाग्यो ल ल्याउ त ल हिँडौँ राम्रोसँग भिड न Bye. Hello guys. Bye guys. चल्देको ल अलि बिस्तारै चलाउनु न म फोन राख्छु बुढीले भनेको त यो टप छ अहिलेको भिडियो देख्छ त्यसले चाहिँ राम्रो रहेछ जियोस् त्यही डिजाइनमा नभयो भने त्यो कलरहरूमा छ कि छैन त्यही वाइट र त्यो कलरमा चाहिँ देखाइदिनु न त्यही डिजाइन नभए पनि कलर भए पनि एटलिस्ट साइज कुन लाउनुहुन्छ मिडियम हजुर म आजदेखि चाहिँ स्टार्ट गर्दैछु के यता 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 हेरेर भनिदिनुहोस् त एकपटक ल ओ थ्याङ्क यू सो मच यतिको जोस देखेर चाहिँ मलाई बियोस भइरहन्छ तिमीलाई कुन मन यो जिन्स राम्रो छ सानो यो तर है मलाई नि राम्रो लाग्यो तर यार त्यसरी झिक न त्यो झिकेर हेर न राम्रो छ यो अर्को कुन मन परेको रे तिमीलाई किन किन्दिने हो कुन मन परेको यो मात्रै किन हुन्छ लाने त्यो दिइसक्यो ल यो लैजाऊ न त एउटा दिदीले फाइनली यार ल ल त्यही भए अहिले हामी आउँछौँ कपडा हेर्न आएको छु कपडा सामाकोसी सानो यो ट्राई गर न त तिमी यो मन पर्यो रे गाइस याङ्गो गरिदियो अरे ऊ कपाल याङ्गो ल ल ल ल फुलबारी गेट होइन त्यो इन्स्टिट्युट ल मलाई थाहा
के कस्तो एकचोटि ट्राई गरेर त राम्रो लाग्छ भने हेरेर देखो बर्थडे मनाउने जस्तो गर्दै त्यसको बर्थडे हो नि त अनि त्यो भएर हो कि हो ए त्यो हामीले बागी चाहिँ बागी नै छ अनि यो वाला आउँछ बेल्ट चाहिँ तर यो लगाए पनि भयो नलगाए पनि भयो यो पनि राम्रो त्यो स्टेट नै हो कि सानोतिनो ब्यागी भन्यो तर स्टेट नै हो कि प्यान्ट यसको मिडियम साइज चाहिँ अघि पनि हेर्नु भएको छ नि त्यो राखा छ नि त्यसको जब बागी हुन्छ त्यस्तो धेरै बागी पनि छैन यो अब यो चाहिँ एक्स्ट्रा साइजमा भएर यसमा डेलिभरी के अर्डर डिस्काउन्ट गरेर यति हो डिस्काउन्ट चाहिँ गर्नुपर्ने हो के गर्ने सानो 15 किन मन पर्यो लैजानु मन परेको छैन लिऊ अब के भनौँ एउटा थियो अनि तर डिस्काउन्ट चाहिँ गर्नु 10% डिस्काउन्ट गरिदिनु न त 10% डिस्काउन्ट गरिदिनु न त भइहाल्यो नि त्यसमा 10% गरिदिनु न त
धेरै घटाउनु हुँदैन क्या अन्त यस्तो के हाम्रो अलिअलि नै तपाईँलाई एकदम कम्फोर्टेबल प्राइस राखेको छ अब यिनीहरू तपाईँले पर्सिन हानेर गर्नुहुन्छ आँखाले यसको ब्राउन पनि निकाल्दिनु नि किन मन पऱ्यो भने लैजाउँ न त अब के भनौँ हजुरलाई मिडियममा हुन्छ यस्तो छ नि त फेरि यो ज्याकेट भयो यो ड्रेस भयो टी सर्ट त एउटै ए त्यो मात्रै होला न पाइट हेर्नु यस्तो लचक लचक परेर छ यस्तो हाई क्वालिटी यस्तो राम्रो टी सर्टहरू एउटै छ एक्सटर्नल रहेछ यो बेलीवालामा 2597 यसको ब्राउन कलरमा लाग्छ ब्राउनमा जेटेक्सको पाइटहरू चाहिँ अलिक कम रहेछ यो चाहिँ कति छ नि यो पनि हो यसको ब्याग पर्दैन भने क्या ब्याग त पर्दैन स्विट प्राइस ब्याग नि ब्याग कतिवटा ब्याग हुन् 15 गरिदिनु लाग्छ टिफिन हाल्नु गरिदिनु न त यत्रोमा डिस्काउन्ट नगरे पनि ब्याग मात्रै गरिदिनु 300-400 रुपियाँ त्यस्तो गरेर 15 गर्नु प्लिज लास्ट डिस्काउन्ट नै नगर्नु हुँदो रहेछ तपाईँलाई 10% त डिस्काउन्ट गरिदिनु पर्ने नि त अलरेडी नै डिस्काउन्ट गरिरहेको ठिक छ हजुरलाई सबै ट्राई गर्नु ए सानो बहिनी पानीमा त लैजाउँ कि दिदीलाई पाइन पात्र लाग्दैन तिमी पनि लैजाऊ न त यो ज्याकेट र यति लैजाऊ न त त्यो त्यो ऊ लैजाऊ है गाह्रो छ गाह्रो छ गाह्रो छ